नमस्कार साथीहरू, तपाईँ एन्टिफाइबर प्रयोग गर्दै हुनुहुन्छ र अरू तपाईँको वाइफाई चोर्ने समस्या छ। आजको भिडियोमा म तपाईँले एन्टिफाइबर वाइफाईमा म्याक फिल्टर कसरी लाउने भनेर सजिलो तरिका सिकाउने छु। भिडियो अन्तसम्म हेर्नुहोला। म्याक एड्रेस भनेको के हो? म्याक एड्रेसलाई सजिलो भाषामा भन्दाखेरि हरेक मोबाइल, ल्यापटप र टिभी जस्तै इलेक्ट्रोनिक्स डिभाइसहरूमा हुने युनिक आइडी हो। अनि म्याक फिल्टर लगाउँदा तपाईँले जुन अनुमति दिनुभएको छ नि, जसलाई पर्मिसन दिनुभएको छ नि, त्यो मोबाइलमा मात्र वाइफाई चल्छ, नत्र चलाउन सक्दैन। हैन, वाइफाईको पासवर्ड थाहा भएर पनि उसले वाइफाई चलाउन सक्दैन। एन्टिफाइबर वाइफाईमा म्याक कसरी लगाउन सकिन्छ? त्यसको लागि सबभन्दा पहिला के गर्नु होला, तपाईँ आफ्नो मोबाइल वा ल्यापटपमा जानु होला, कुनै ब्राउजर ओपन गर्नु होला। मैले यो ब्राउजर ओपन गरेँ। अनि त्यसपछि एड्रेस बारमा लेख्नु होला 192.168.1.1 लेख्नु होला। अनि त्यसपछि इन्टर गर्नु होला। अनि त्यसपछि यहाँ यस्तो इन्टरफेस देखिन्छ। यसमा तपाईँ एनटिसीको यदि पासवर्डहरू चेन्ज गर्नुभएको छैन भने यसको डिफल्ट भनेको युएसईआर स्मल लेटरमा, अल स्मलमा हुन्छ, युएसईआर हुन्छ। अनि त्यसपछि यहाँ लगइनमा क्लिक गर्नु होला। अनि त्यसपछि तपाईँको यस्तो इन्टरफेस आउँछ। अनि यस्तो इन्टरफेस आइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ WLAN लेखेको हुन्छ, यसमा क्लिक गर्नु होला। अनि यसमा क्लिक गरिसकेपछि तपाईँ म्याक एड्रेस कुनमा लगाउन चाहनुहुन्छ। जस्तै यहाँ लेखेको छ 2.4 GHz, WLAN 2.4 GHz र यहाँ WLAN 5 GHz। म चाहिँ 5 GHzमा म्याक एड्रेस इनेबल गर्न चाहन्छु। मानुस या त 2.4 GHz मा 11 गर्न चाहन्छु। त त्यसको लागि के गर्नु होला, यहाँ एक्सेस कन्ट्रोल लेखेको छ, यसमा क्लिक गर्नु होला। अनि यसमा क्लिक गरिसकेपछि तपाईँ यहाँ यतातिर हेर्नुहुन्छ, यहाँ के लेखेको WLAN एक्सेस कन्ट्रोल लेखेको छ। अनि त्यसपछि यहाँ लेखेको छ मोड लेखेको छ, अनि म्याक एड्रेस लेखेको छ। अनि यहाँ मोडमा डिनाइल स्टेट छ। अहिले चाहिँ म्याक एड्रेस लगाएको छैन, तर यसलाई इनेबल गर्नको लागि तपाईँ यसमा क्लिक गर्नु होला र एलोल स्टेटमा जानु होला। एलोल स्टेट सेलेक्ट गर्नु होला र एलोल स्टेट सेलेक्ट गरिसकेपछि यहाँ अप्लाई चेन्ज छ, यो अप्लाई चेन्जमा क्लिक गर्नु होला। अब यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, यहाँ तपाईँ एकचोटि रिफ्रेस गर्न सक्नुहुन्छ। जस्तै मैले रिफ्रेस गरेँ, फेरि यसैमा एक्सेस कन्ट्रोलमा क्लिक गरेँ। अनि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ एलोल स्टेटमा आइसकेको छ। अब तपाईँ के गर्नु होला, यो फर्मेटमा, यो फर्मेट हेर्नुहुन्छ 00 अनि E0, यही फर्मेटमा के गर्नु होला, यहाँ चाहिँ तपाईँ म्याक एड्रेस चाहिँ हाल्नु होला। म्याक एड्रेस चाहिँ कसरी थाहा हुन्छ? तपाईँ मोबाइलमा हुनुहुन्छ भने मोबाइलमा जानु होला, मोबाइलको सेटिङमा। अनि त्यसपछि मोबाइलको सेटिङमा गइसकेपछि तपाईँ त्यहाँ चेक गर्नु होला एबाउट फोन चेक गर्नु होला, या त कसैको एबाउट डिभाइस लेखेको होला हैन। त्यो चेक गरिसकेपछि स्टेटस लेखेको हुन्छ, स्टेटसमा जानु होला। स्टेटसमा गइसकेपछि